नमस्ते साथीहरू, गीता फर असको एपिसोड 4मा तपाईहरूलाई स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हामी सबैलाई कतै न कतै सताइरहेको हुन्छ, कम्प्यारिजन कल्चर, अर्थात् अरूसँग तुलना गर्ने प्रवृत्तिबाट कसरी बच्ने र आफ्नो सही बाटो कसरी रोज्ने। तपाईहरूले कहिले लिङ्क्डइन वा इन्स्टा स्क्रोल गर्दा अरूको प्रगति देखेर म त कति पछाडि परे जस्तो महसुस गर्नुभएको छ? पक्कै छ। जब हामी अरूको जब सेक्योर्ड वा ट्राभल लोडिङ जस्ता अपडेटहरू देख्छौँ नि, भित्र कतै आफू एकदमै अपर्याप्त भएको फिल हुन्छ। यसलाई नै हामी द कम्प्यारिजन ट्र्याप अर्थात् तुलनाको जालो भन्छौँ। अहिलेको समयमा हामीलाई सधैँ अरू जस्तै बन्नुपर्ने ठूलो प्रेसर छ। एकातिर अरूको द हाइलाइट रिल हुन्छ जहाँ उनीहरूको राम्रो मार्क्स, ठूलो कम्पनीको जागिर र रमाइलो मात्र देखिन्छ। अर्कोतिर हाम्रो बिहाइन्ड द सिन्स हुन्छ जहाँ हाम्रो आफ्नै अस्तव्यस्त यथार्थ र सङ्घर्ष हुन्छ। हामी निरन्तर आफ्नो यो पर्दा पछाडिको सङ्घर्षलाई अरूले चिट्टिक्क पारेर राखेको सफलतासँग दाँजिरहेका हुन्छौँ, जुन सरासर गलत हो। र अचम्मको कुरा के छ भने नि, यो समस्या आजको मात्र होइन। हजारौँ वर्ष अघि कुरुक्षेत्रको युद्ध मैदानमा अर्जुनले भोगेको चरम अलमल र मानसिक सङ्कट पनि ठ्याक्कै यस्तै थियो। जसरी उनी त्यति बेला हराएका थिए, आज हामी पनि यो बाहिरी एक्सटर्नल भ्यालिडेसनको पछि दौडिन त्यस्तै मानसिक स्वास्थ्य सङ्कटको सामना गरिरहेका छौँ। त्यसो भए यो जालोबाट निस्कने कसरी त? अब कुरा गरौँ आफ्नो सही बाटोको पहिचान कसरी गर्ने भन्ने बारेमा। यसको लागि गीताले एकदमै स्पष्ट र कडा मार्गदर्शन दिन्छ। अध्याय 3 श्लोक 35ले भन्छ, अरूको देखासेखी गरेर एकदम पर्फेक्ट हुनुभन्दा नि आफ्नै मौलिक बाटोमा अपूर्ण हुनु धेरै राम्रो हो। अरूको बाटो हिँड्न खोज्दा हामीले आफ्नो वास्तविक क्षमता, आफ्नो नेचुरल स्ट्रेन्थ नै पुरै बिर्सिन्छौँ। यसैलाई गीतामा स्वधर्म भनिएको छ। स्वधर्म भनेको हाम्रो प्राकृतिक शक्ति र हाम्रो आफ्नै स्वभाव अनुसारको बाटो हो। भगवान कृष्णले प्रष्ट भन्नुभएको छ कि जब हामी आफ्ना कामहरूलाई आफ्नो स्वाभाविक क्षमतासँग जोड्छौँ, तब मात्र हामीले साँचो सन्तुष्टि अर्थात् कन्टेन्टमेन्ट र जीवनको उद्देश्य फेला पार्न सक्छौँ। यसले हामीलाई हाम्रो अर्को महत्त्वपूर्ण बिन्दुमा पुर्याउँछ, आफ्नो मूल्यको पुनर्परिभाषा। सोच्नुहोस् त, जब हामी कुनै एक्जाम वा इन्टरभ्यूमा फेल हुन्छौँ, हामीलाई तुरन्तै लाग्छ म त कामै नलाग्ने रहेछु। यसलाई लो सेल्फ वर्थ भनिन्छ। तर गीताले हामीलाई एउटा बिल्कुलै नयाँ दृष्टिकोण दिन्छ। सुन्नुहोस् है, हाम्रो मूल्य हाम्रो मार्क्स वा जब टाइटलले कहिले निर्धारण गर्दैन। हाम्रो वास्तविक पहिचान यी अस्थायी बाहिरी उपलब्धिहरू वा हाम्रा असफलताहरूभन्दा धेरै माथि छ। त्यसो भए साँच्चै सफलता भनेको के हो त? सफलता भनेको अन्तिम नतिजा मात्रै होइन, यो त हामीले गर्ने इमानदार प्रयास अर्थात् सिन्सियर एफर्ट हो। प्राचीन भाषामा यसलाई कर्मयोग भनिन्छ। यदि हामीले वर्तमानमा रहेर आफ्नो बेस्ट दिएका छौँ भने हामी त्यसै पनि सफल भइसक्यौँ, चाहे त्यसको परिणाम जेसुकै आओस्। र यो कुरालाई प्रमाणित गर्छ गीताको यो अत्यन्तै प्रसिद्ध श्लोकले, कर्म गर्ने तिम्रो अधिकार छ, तर कर्मको फलमा तिम्रो कहिल्यै अधिकार छैन। यसले हामीलाई कति ठूलो चिन्ताबाट मुक्त गर्छ। जब हामी आफ्नो पूरा ध्यान काममा मात्र केन्द्रित गर्छौँ, तब हामी आफूले कन्ट्रोल गर्नै नसक्ने कुराहरूको टेन्सनबाट सिधै जोगिन्छौँ। अब लागौँ यो करियरको अनिश्चितता र चिन्ताको चक्रलाई कसरी तोड्ने भन्ने कुरामा। हामी कसरी प्रयोगात्मक रूपमा यो भविष्यप्रतिको डरलाई हटाउन सक्छौँ? यसको एउटै मन्त्र छ, भविष्यमा होइन प्रक्रियामा ध्यान दिउँ। फोकस अन द प्रोसेस। किनभने डर वा एङ्जाइटी पूर्ण रूपमा भविष्यमा गएर बस्छ। यसबाट बच्न हामीले आफ्नो ध्यानलाई अहिलेको वर्तमान क्षणमै ल्याउनुपर्छ। जब भविष्यलाई लिएर डर लाग्छ वा दिमागमा नराम्रा कुरा मात्रै खेल्छन् नि, जसलाई हामी रुमिनेसन भन्छौँ, तब गीताले एउटा गजबको ट्रिक सिकाउँछ। पहिलो, लेबल इट। आफूलाई भन्नुहोस्, म अहिले नचाहिँदो कुरा सोचेर अल्झिरहेको छु। दोस्रो, रिडाइरेक्ट। आफ्नो ध्यान अहिले गरिरहेको काम वा आफ्नै श्वास प्रश्वासमा फर्काउनुहोस्। र तेस्रो, एक्सेप्टेन्स। जे कुरा आफ्नो हातमा छैन त्यसलाई चुपचाप स्वीकार गर्न सिक्नुहोस्। अन्तमा कुरा गरौँ हाम्रो आफ्नै अद्वितीय यात्राको बारेमा। यी सबै कुराहरूलाई एकै ठाउँमा राख्दा मुख्य सन्देश यो बन्छ साथीहरू, हामी युनिक छौँ र हाम्रो बाटो पनि एकदम युनिक नै हुनुपर्छ।
अरूको हाइलाइट रिल हेरेर आफ्नो बिहाइन्ड द सिन्सको सङ्घर्षलाई कहिल्यै पनि कम नआक्नुहोस्। आफ्नो मौलिक यात्रामा गर्व गर्न सिक्नुहोस्। अब पालो तपाईहरूको। कृपया कमेन्ट गरेर भन्नुहोस् तपाईलाई अहिले कुन कुरामा इन्सेक्योर महसुस भइरहेको छ। के यो करियरको चिन्ता हो कि अरूसँगको तुलना? अर्को एपिसोडमा हामी गीताको एउटा यस्तो फ्रेमवर्क बारे कुरा गर्नेछौँ जसले तपाईँको डिसिजन मेकिङलाई सुपर फास्ट बनाउनेछ। यो विश्लेषण मन परे लाइक र शेयर गर्न नबिर्सिनुहोला। नमस्ते।